के होइन अझै जोइन हुनु नर्मल पहिला जस्तो नर्मल जोइन होस् क्या मान्छेहरू एकदम कम लागिरहेछ यो जातपात यो जो पाइ त यतिकै त्यो हुन्छ नि त्यो छ्यारब्यार पारामा त्यो मेसेज दिँदिनँ म मेरो नर्मल मुभ चाहियो 2000 यस्तो यस्तो मान्छेहरू भएर बस्थ्यो होइन यो पुगेकै छैन यो भ्युवर चाहिँ पुगेन नत्र म बालै दिँदिनँ चलाउँदिनँ म चाहिँ इन्स्टाग्राम रन्डेको बान र म चाहिँ अहिले यो भन्नुपर्ने कुरा छ क्या यहाँबाट 1 बजे चाहिँ म सबजनामा चाहिँ सुतिसक्यो लाडो झ्याप म्याच नि ल छोड्दै मुजी बाल भएन रन्डेको बान म्याचिङ के कोही मुजी यताउता होइन त्यो म्याचिङ अवन्तिकालाई अहिले मुजी जोसुकैले भयो भने म्याचिङ मेसेज गर अनि म्याचिङ नि अहिले भर्खरै घर जा भन् त म्याचिङ नि कति दिन भइसक्यो म्याचिङ नि क्लब 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 अनि भर्खरै भन् म्याचिङ नै घर जा गर्छ भन् म्याच नै रन्डीलाई को रन्डीको छ र फेरि म्याचिङ झस्क्यो फेरि मुजी उतापट्टि यो म्याचिङ अपार्टमेन्टमा बस्नै मन लागेको छैन भने मलाई म्याचिङ कल गर म्याचिङ हाँस हेर न राडीको छोराहरू म्याचिङ यो मुजी सब जलाइदिन्छ म्याचिङ अहिले आगो लगाएर देखाइदिउँ पख ल रन्डीको बान अहिले आगो लगाइदिन्छ म्याचिङ रोडमै आगो बालिदिन्छ पख म्याचिङ सब मुजी मान्छेको घरमै आगो बालिदिन्छ तिमीहरूलाई हेर्न मन छ होइन रन्डीको छोरा मैले केसम्म गर्छ पख म्याचिङ देखाउँछु अब रन्डीको बान अहिले आगो बालिदिन्छ म्याचिङ पेट्रोल छ रन्डीको छोरा 1 ग्यालन पेट्रोल छ हेर म्याचिङ मान्छेको घरमा मुजी आगो लगाइदिएको रन्डीको छोरा तिमीहरूलाई म्याचिङ मेरो चिन्ता लाग्दैन होइन रन्डीको बान तिमीहरूलाई म्याचिङ नि पहिला म्याचिङले मलाई सपोर्ट गर्न आज जस्तो नाटक गरे होइन त म्याचिङहरूले पक्कै म्याचिङ कहाँ राख्यो बाउले राँडेको छ र फेरि कहाँ राख्यो यति रहेछ रन्डी 1 ग्यालन ल्याएर राखेको थिएँ मैले घरमा म्याच सिक्ने सामानहरू खसेको रन्डीको छ र म्याच सिक्ने 1 ग्यालन ल्याएर राखेको थिएँ म्याच सिक्ने मैले रन्डीको बान पख मेरो म्याच बबाल ब्याग झिकाल्छ त्यसमा लाइटर छ म्याच सिक्ने हाँस्दो रहेछ रन्डी सर हाँस्छस् म्याच सिक्ने सक्छस् त आउन मेरो छेउमा म्याच सिक्ने को आउँदा सक्छ मेरो छेउमा भगवान् पाउबाट म्याच सिक्ने अजिमा हल जाने बाटो अनि अजिमा हलको लेफ्टतिर ओह्रालो झर्नुपर्छ ठ्याक्कै तैँले मलाई भेट्छस् आइज म्याच सिक्ने कसले रोक्न सक्छ मलाई रन्डीको छ र म म्याच सिक्ने आगो बाल्दैछु म्याच सिक्ने पब्लिकमा यतिले पुग्दैन क्या मुजी बल्दै सल्किँदैन मान्छेको घरै बल्दैन घरै छल्किँदैन के मुजी यो मुजी फ्यासफुस मुजी हावा जस्तो मुजी 1 ग्यालन ल्याएर आएको थिएँ म्याचिङ खर्च गर्दैछ सबै मुजी
ग्यासै पड्काइदिनु पर्छ कि क्या हो म्याच सिक्ने ग्यास पड्काइदिनु पर्छ कि क्या हो मुझे पख यता बाहिर अर्को स्टक ग्यास छ म्याच सिक्ने ए म्याच सिक्ने तान्द्र तुन्द्री कसले रोक्दो रहेछ हेरौँ त रन्डीको बान यो मेरो म्याचिङ जापानको रन्डीले म्याचिङ गिफ्ट दिएको राँडी छ अहिलेसम्म रहेछ म्याचिङ म्याचिङ नै पुसीहरूको गिफ्ट आएको छ र केटीको गिफ्ट त मनै केटी त मनै पर्दैन मलाई म्याच रन्डीको बान यहीँ पढेको अहिले कल गर्छ म्याचिङ त्यसलाई रन्डीलाई त्यो रन्डीलाई अहिले फोन हान अहिले फोन हान म्याचिङ अति हेप्दिने क्या म्याचिङ नि अति हेप्दिने क्या रन्डीको छ र मुजी मलाई हेप्दै भने म्याचिङ यो रन्डीको छ र गेट यो रन्डीको छ र गेट त मैले अघि भर राखेँ त म्याचिङ म्याचिङ रन्डीको छ र पुलिस त आइबस्छ म्याच सिक्ने आउँछ जान्छ म्याच सिक्ने पुलिस त आइरहेको हो म्याच सिक्ने मतलब छैन म्याच सिक्ने सक्या छ रेस्क्यु गर्न म्याच सिक्ने हेरौँ है को आउँदो रहेछ म्याच सिक्ने सबजना म्याच सिक्ने बोल्ने हो थुतुन चलाउने म्याच सिक्ने जिब्रो चलाउने मात्रै छ यहाँ म्याच सिक्ने अगाडि आउन कोही सक्दैन म्याच सिक्ने आइजो म्याच सिक्ने हेर्छु म्याच सिक्ने कसले माया गर्दछ को रन्डीको छ र मसँग जुद्ध रहेछ हेर्छु अहिले म्याच सिक्ने मसँग लु म्याच सिक्ने चोकमा जान्छु म्याच सिक्ने कोही आएन भने त म्याच सिक्ने थुकिदिन्छु रन्डीको छ र सबजना म्याच सिक्ने डरपोकहरू म्याच सिक्ने को आउँदो रहेछ म्याच सिक्ने मसँग म्याच सिक्ने फेरि मसँग जुत्नै आउनुपर्छ नि फेरि म्याच सिक्ने जुत्नै आउनुपर्छ रन्डीको छ आएर भाइ म्याच सिक्ने ती घर जाऊ म चल्दैन यस्तो म्याच सिक्ने पखै म्याच सिक्ने हेर्छु म्याच सिक्ने ए रन्डीको छ र यत्रो लुगा छ म्याच सिक्ने लुगै भेट्दैन म्याच सिक्ने म्याच सिक्ने मारिदिन्छु भनेर गएको थिएँ क्या म्याच सिक्ने तर मेरो प्लान फक हान्थ्यो क्या म्याच सिक्नेले मार्दिनँ म मुजी सिकेँ मुजी मारिदिन्छु भनेर गएको थिएँ क्या म म्याच सिक्ने मारिदिन्थेँ क्या मैले त रन्डीलाई
म्याचिङ के गर्दैछ भाइ रन्डीको छोरा आइज भगवान् पाउचोकमा आइज रन्डीको छोरा आइज ल म्याचिङ आइज आइज म्याचिङ त सक्सेस आउन म्याचिङ आइज भगवान् पाउचोकमा आइज रन्डीको छोरा आइज आइज म्याचिङ म भगवान् पाउचोकमै हुन्छु है म्याचिङ आइज मेरो फोनमा ब्याट्री नभएर म्याचिङ फक भयो अघि रन्डीको छोरा फोनमा ब्याट्री थिएन म्याचिङ मोबाइल अफ भयो मुझी फक भएको थियो रन्डीको छोरा भगवान् पाउचोकमै बस्छु म म्याचिङ 2 घन्टा बस्छु म्याचिङ को हुँदो रहेछ आइज रन्डीको भान म्याचिङ जे भेटे यही रन्डीको छोरा जे भेटे त्यसले म्याचिङ खान्छ टाउकोमा म्याचिङ आइज रन्डीको छोरा को आउँछ आइज सबजना आइज म्याचिङ को आउँछ रन्डीको छोरा